आज शनिबार 5 गते पुस 5 गते यो जाडो हटाउने शरीर तताउने अभियानमा छौँ हामीहरू। आज 3 जना मात्रै छ है, आफूलाई देखाउनुपर्छ। गुड। अनि धनगढीबाट फुलबारीको 25 घर हुँदै अनि यता यो भगतपुर हुँदै छिरेका छौँ हामीहरू। उता देखाउनुहोस् त, उताबाट भगतपुर हुँदै छिरेको यो अहिले हामी चाहिँ यो घुर्रा नदी हो कि घुरै नदी भन्नेमा छ स्थानीयले भनेअनुसार। उता अब जाँदैछौँ हामीहरू खल्ला, के गाउँ खल्ला हो अरे। त्यसपछि त्यो बाटो अझ 5-6 किलोमिटर अगाडि गएर आजको हाम्रो गन्तव्य भनेको पुरैन ताल। पुरैन ताल ठुलो क्षेत्रफलमा फैलिएको छ। कैलाली गाउँपालिकाको भर्रामा रहेको पुरैन तालमा प्रवेश गर्दै गरेको क्षण हो। 25 बिघा क्षेत्रफलमा फैलिएको यो पुरैन ताल धनगढीबाट करिब 28 किलोमिटरको दूरीमा रहेको छ। धनगढी फुलबारी 25 घर हुँदै हसुलिया पबेरा बजार पुग्नुभन्दा अगाडि नै बायाँ हाइवेको बायाँ साइडतिर यो ताल रहेको छ। जंगलको बीचमा रहेको यस तालमा हामीहरू पुग्ने लाग्दा केही भौतिक संरचनाहरू निर्माण भएको पनि देख्यौं र अझ निर्माणको कार्य विस्तारै गतिमा अघि नै बढेको देखिन्छ। यद्यपि ताल फैलिएको सम्पूर्ण क्षेत्रमा पानीको भने अभाव रहेको थियो र पछि बुझ्दै जाँदा स्थानीयहरूले यस तालमा ठेकदार मार्फत माछा पालन गरेको पाइयो। उहाँहरूले चाहिँ पानी सुकाउने फाल्ने गरेको कारणले पनि यसमा हुनुपर्ने जति मात्रामा पानी नरहेको भन्ने बुझियो। जे होस्, धनगढीबाट करिब 28 किलोमिटरको दूरीमा रहेको यस तालमा साइकलमा घुम्न र अथवा मोटरको मार्गबाट पनि पुग्न सकिन्छ। पर्यटनको खासै चहलपहल नभएको यस तालले निकट भविष्यमा पर्यटनहरू पनि पाउनेछ भनेर आशा गर्न सकिन्छ। एकदम चालू छ भिडियो त। अरे यहाँ त दामी रहेछ ट्रेक। निर्माणाधीन अवस्थामा रहेको ड्यामको माथि हामीहरू अहिले साइकल चलाइरहेका छौँ। यस ड्यामको निर्माणले तालमा पानीको सञ्चयको मात्रा बढाउनेछ र साथै तालको सौन्दर्य पनि बढाउनेछ भनेर आशा गर्न सकिन्छ। तालको वरिपरि घुम्नको लागि कुनै पदमार्ग अथवा ड्यामको निर्माण अझै हुन सकेको छैन। केही पदमार्गहरू मात्रै हेर्न सकिन्छ भने तालको छेउमा थोरै उचाइको भ्यू टावर अनि विश्राम स्थलहरू र पिकनिक स्पटहरू पनि छन् र पनि पर्यटनको आवत जावत र प्रचार प्रसारको अझै पनि ठुलो आवश्यकता हामीले महसुस गरेका छौँ। धन्यवाद। आजको राइडको बारेमा छोटो अनुभव सुनाइदिन मैले निरज भाइलाई पनि अनुरोध गरेँ। कस्तो लागिरहेको राइड आज? आजको राइड चाहिँ एकदमै रमाइलो भयो र यो चाहिँ पहिलोपटक यो तालको बारेमा पनि सुन्यो तपाईँ मार्फत। हजुर, आउन पनि पाइयो होइन, मौका दियो एकदमै। अनि बाटो चाहिँ कस्तो छ? बाटो एकदम रमाइलो हो, रोड पनि हुँदै हामी बाटो एकदम रमाइलो। ए ल अझ हामी जाँदाखेरि चाहिँ नथुनिया तालको हुँदै अर्को जङ्गलबाट जान्छौँ है। ल जीवन सर पनि केही बोल्नुहुन्छ कि? नमस्ते सर। म यो आज नयाँ ठाउँमा तपाईँले नै यो पत्तो लाउनु भएको रहेछ, आउनु भएको छैन भन्नुहुन्छ। एकदमै रमाइलो लाग्यो। गुगल म्याप एकदम ठिक लाग्यो। हजुर, बिच पनि छ, अफरोड पनि छ, थोरै जङ्गल पनि छ है। जङ्गल पनि छ। फेरि अलि ल सुरु गरौँ।